हेलो साथीहरू, लासु फेफुल्ला रचना ब्लगमा तपाईँहरूलाई स्वागत छ। आई होप तपाईँहरू सन्चै हुनुहुन्छ होला। अन्त म पनि सन्चै नै छु। मेथीको कुरा गर्नुपर्दाखेरि आज चाहिँ हो कार्तिकको 12 गते है त साथीहरू। फाइनली छठ पर्व पनि सकियो होला सायद अब त है, मलाई थाहा छैन, हाम्रोतिर मनाउँदैन। त्यही भएर अस्ति 10 गते मुख्य दिन थियो। अन्त आज चाहिँ मैले अघि नै घाँस लिएर गएको नि, घाँस काट्नु गएको कि साथीहरू। आज त अझै मेरो हातखुट्टा कामिरहेको छ क्या, यत्रो सर्प क्या, गुरुबे सर्प, अझै पनि सर्प सकेको छैन। अनि झन्डै टोकेको अलिकतिले मैले त्यो देखिनछु, अनि अब पत्करहरू जस्तो मतलब भयो होला। अनि फेरि राम्रो देखिनछु, अनि मैले यसरी यसरी घाँस कच्याएर 2-3चोटि घुमा गरेर रिस उठेछ नि त बिचरालाई। ताकि त यत्रो टाउको फुल्लाएर दिनु आँटेको, अनि तल लडी झन्डै म त कस्तो लडी झरेँ नि अनि भाग्ने भएको त। सर्प आज मेरो यस्तो हातखुट्टा कामेन भएको नि, फेरि मलाई सर्पसँग यस्तो डर लाग्छ साथीहरू। त्यस्तो छ है साथीहरू। फाइनली आज भगवान्ले बचाउनु भयो, थ्याङ्क्स गड। मलाई सर्पसँग साह्रै डर लाग्छ। अन्त त्यसै साथीहरू, तपाईँहरू पनि घाँस काट्नुहुन्छ भने थोरै जोगिएर काट्नु होला। म जस्तै दुःखी किसानै हुनुहुन्छ भने, घाँस काट्नुहुन्छ, कृषक हुनुहुन्छ भने अलिकति जोगिएर तपाईँहरू पनि घाँस काट्नु होला साथीहरू, किनभने सर्प अझै सकेकै छैन। अन्त कार्तिकमा खासमा सर्प पनि भन्नु हुँदैन रहेछ सर्पलाई। अब त नपाउनु पनि पर्ने हो, कसरी भेटाएँ आज मैले। अन्त कुराकानीहरू त्यस्तै हो साथीहरू। अब म चाहिँ हातखुट्टा धोएर पुब्ला सुब्ला लगाएर काममा जानुपर्ने साथीहरू। त्यस्तै छ जिन्दगानी त्यस्तै छ साथीहरू। मेरो हातखुट्टा अझै कामिरहेको छ कि, अनि म यहाँ एकछिन बस्दिएको है साथीहरू। हिजोको ब्लग पनि मेरो त अपलोड भइसकेको छैन होला, हिजो अपलोडिङमा हुँदै म अफलाइन भइहालेको। त्यही भएर है साथीहरू, यहाँ मेरो फुल कस्तो राम्रो फुलेको साथीहरू हेर्नु। रेड कलरको छ, पिङ्क कलरको फुल त अहिले त कति हो मेरो यहाँ लगाएको फुलहरू पनि गयो। अस्ति बियो बाल्ने हो कि माथि कालो भएर खतम छ है साथीहरू। आज बिहानैबाट पानी परिरहेको छ। चाहिँ हाम्रोतिर फेरि बिहानैबाट पानी परेर हो मसिनो अहिले पनि भइरहेको है, मसिनो परिरहेको छ। पानी पर्न थाल्यो हाम्रोतिर चाहिँ। आकाश झन्डै ठिकै चिसो चिसो। म त हातखुट्टा धुनु पर्ने हुन्छ। घाँस काटिदिनु। सुन्तलाको बोक्रो नाकमा दल्नु पर्यो। यो पोतो आएको छ भने चाहिँ निकै ठिक गर्दछ। अब कतिखेर ढिलो हुँदैन मलाई। आलु काट्नु पर्ने है सब्जी। आलु हेर्नु न साथीहरू, नयाँ आलु बारी खाँदाखेरि निक्लियो नयाँ। यतिखेर त नयाँ आलु त मेरो त कहाँ पाउँदैन। यो बिल्ली हेर न उतादेखि उठेर।
चियासँगै मासु पनि सकिहाल्यो साथीहरू अनि त्यस्तै छ सब्जी आलु खाने हो इस्कुस खाने हो बारीबाट सब्जी लडिरहेको छ कि मासु खाएपछि महँगोको 500 रुपियाँको मासु सक्यो त अनि सबैको मासु कि सुँगुरको कुखुराको हाम्रो त 500 छ साथीहरू 500 कुराकानीहरू त्यस्तै छ साथीहरू आज झन्नै सर्पले खायो बल्ल बाँचेर आयो होइन साथीहरू आज त तपाईँलाई सर्प भनेपछि यस्तो खतरनाक डर लाग्छ हो त्यस्तो छ कुराकानी आलुको झोरै झोरै सब्जी खानु पर्दछ लिङमा जाओस् कि नजाओस् कि पर्छन जाओस् कि नजाओस् कि युनिक जाओस् कि नजाओस् कि त्यो ताम्बोकेको छोरा जाओस् कि नजाओस् तत्तुबलाई स्कुल नजाओस् कि त्यहीसँग जाने नत्र भने जा त्योसँग पारी युनिकसँग जानु युनिक आयो म भात दिन्छु खालि स्कुल जानुलाई भेडा बाख्राको चालमा चल्नेहरू भेडा बाख्रा जता जता ऊ गयो त्यही जान्छ नि साथीहरू यो बिल्ली आएको कति बलियो भयो आँखा किन खाँदैछ आजलाई यति नै हो ब्लग हेर्दै गर्नु होला लाइक नगरे पनि ओके बाई बाई